यसले आइपुगेन ड्याडी यसले आइपुगेन अनि त अगाडि नै गयो त नि म त यो टिप्न थालेँ के खोज्नु ड्याडी खोज्नु जानु कहाँ भयो फोन नि छ त्यो के भन्छ ड्याडीलाई प्र्याङ्क गर्नु न भनेर ड्याडीलाई प्र्याङ्क गर्नु न म यस्तो छ हेर्नु सक्नुहुन्छ सिँढी बाटो कहाँ पुग्ने हो जाउँ म पनि जान्छु देखाउँछु हेर्नु सक्नुहुन्छ सो लभली प्रिटी सबै हालेपछि यसलाई सेक गर्ने फाइनली मैले मेरो छोरीलाई प्रमिस गरेको थिएँ नि त हामी यहाँसम्म आउने अनि यसलाई टच गर्ने अनि ब्याक हुने हेलो माई ब्युटिफुल पिपल नमस्ते सेवारोले हो वेलकम टु माई ब्लग हाउ आर यु माई ब्युटिफुल पिपल होप यु डुइङ ग्रेट आइ एम अल्सो डुइङ गुड आशा छ तपाईँहरू सबै सन्चै हुनुहुन्छ म पनि सन्चै छु अनि आज फेरि सन्डे अर्को सन्डे मन्डे सन्डे फन्डे अब हामी फन गर्नु जाँदैछौँ विथ माई फ्यामिली सो लेट्स गो कहाँ जाने हो बुढो मेरो बुढोले लाँदैछ हामीलाई जतो बत्तो जतो थाहा छैन कता जाने हो हामी चाहिँ त्यत्तिकै जहाँ लानुहुन्छ त्यतै जाने हो पछाडि छ मेरो छोरी मेरो आमा कता हुनुहुन्छ ज्याकेट मात्रै देख्छु त एक सिटले छेलेछ we are heading to Kowloon Peak. अहिले चाहिँ हामी Kowloon Peak जाँदैछौँ for the first time. मेरो बुढोले लाँदैछ हामीलाई अनि हामी चाहिँ जाँदैछौँ कस्तो छ के छ तपाईँहरूलाई म देखाउँछु भरे है त आइपुग्यो Kowloon Peakमा तपाईँलाई देखाउँछु दृश्य कस्तो फिल भयो आनन्दमय मेरो छोरी जाडो लाग्यो उता जानु म तपाईँहरूलाई भ्यू देखाउँछु यहाँको हेर्नु होला खुल्ला भयो तपाईँलाई लाइन रक भन्छ कि यसलाई
पल्सर हिँड्दै गए पनि हुन्छ हेर्नुलाई यो साइडमा हेर्दै यसो बसेर हामी चाहिँ यहाँ आइपुगिसकेको छौँ होइन अनि म चाहिँ यसो के छ रहेछ भनेर यसरी हेर्दै हिँड्दैछु अनि मेरो बुढोहरू मेरो आमा अनि मेरो छोरी चाहिँ माथि छन् म चाहिँ यसो तल के छ कसो छ भनेर हेर्दै हिँडेको घाम ताप्नु बसिरहेको छ दुईजना मास्क लगाउने मान्छे मिलेको छ है नातिनी बोजू मास्क बिना नहिँड्ने मान्छेहरू त्यसलाई मैले त त्यो यो पनि ल्याएन होला है अल्कोहल उयो मेरो झोला ल्याउ त बेबी माई ब्युटिफुल पिपल अब चाहिँ हामी अर्को साइडमा जानु आँटेको यो साइडमा चाहिँ अलिक बस्ने राम्रो ठाउँ छैन होइन त्यही भएर हामी चाहिँ अब अर्को ठाउँमा जानु लागेको तपाईँहरूले देख्न सक्नुहुन्छ टाढा जाँदैछु टाढा मेरो छोरीहरू बिस्तारै बिस्तारै कस्तो होला कहाँ फिल्ममै छुट्टेको जस्तै यस्तो छ बाटो यो बाटो कहाँ जाने कहाँ पुग्ने हो जाउमा पनि जान्छु यो बाटो कहाँ पुग्ने हो जाउमा पनि जान्छु पनि जान्छु यस्तो छ हेर्नु सक्नुहुन्छ सिँढी होइन लभली पनि जान्छु यो बाटो कहाँ जाने हो भन्दै म चाहिँ गीत गाउँदै हिँड्दैछु मेरो आमा मेरो बुढो मेरो छोरी चाहिँ माथि पुगिसकेर मेरो छोरीले यस्तो स्क्यारी आइज देखाउँदैछ तपाईँलाई देखाउँछु हुँदैन मैले फुल बोकेको मेरो छोरीले पोइजन छ वाउ सो नाइस प्लेस इट्स सो लभली कस्तो दामी है यहाँको ठाउँ त एकदम दामी छ ल आमा तपाईँलाई फुलको क्रेजी हो नि त होइन त्यो पोइजन हो भन्दैछ तपाईँको नातिनीले पोइजन त होइन होला कहाँ हुन सक्छ खानेहरू देख्न सक्नुहुन्छ माई ब्युटिफुल पिपल इट्स सो लभली प्लेस आउट हियर यो चाहिँ साइकम भिलेज हो होइन म तपाईँलाई जुम गरेर देखाउँछु हेर्न सक्नुहुन्छ सो लभली प्रिटी है कति राम्रो छ वाउ फुल अफ नेचर सराउन्डेड होइन कुराहरू हाइकिङ हेर्न सक्नुहुन्छ हाइकिङ गर्ने मान्छेहरू हाइकिङ गर्ने ठाउँ ब्युटिफुल पिपल हेर्नु न यहाँ कस्तो राम्रो फुल क्या रेड फ्लावर्स है तर नाम चाहिँ थाहा भएन लुक सो प्रेटी है यहाँको अवस्था आमालाई चाहिँ अलिक गाह्रो हुन्छ झर्दाखेरि चाहिँ ए हो सो दिस इज नट इटेबल या दिस फ्लावर इज नट इटेबल या ओके आई गट इट थ्याङ्क यू मेरो छोरी इन्फर्मेसन दिनुभएकोमा म एकदम थ्याङ्कफुल छु आमालाई के भन्नुहुन्छ हुन्छ मेरो बुढो अब चाहिँ हामी झरेको खास गरी हामी माथि नै बस्ने भनेको थियौँ अलिक हाइट भएर एकदम विन्डी भयो नि त अनि त्यही भएर बस्नै सकेन अनि त्यही भएर हामी चाहिँ झरेको फेरि तलै झऱ्यौँ बेसमै झऱ्यौँ अनि मेरो छोरीको चाहिँ फेरि आँखा दुख्यो अरे त्यही भएर चाहिँ हामी झरेको बेसमै हाइटमा चढ्नु सकेन म तपाईँहरूलाई देखाउँछु म यहाँ बाइकको त मेला लागेछ त ड्याडी देख्न सक्नुहुन्छ यो बाइकहरू कति बेसी छ
भोक लाग्यो भनेको खाने अब ओके ब्युटिफुल पिपल अब चाहिँ मेरो छोरी र आमालाई भोक लाग्यो अरे त्यही भएर मैले चाहिँ घरबाट सुम्याइहरू फिसफलहरू ल्याएको छु अनि आमालाई चाहिँ फ्रुट्सहरू ल्याइदिएको छु अब त्यो चाहिँ हामी खाने टट्ट लगाएर के बनाउनु लागेको अहिले हामीले होइन सुमाइ खानु आमालाई सुमाइ छ नि अब चाहिँ चटपटे बनाउनु स्टार्ट गरेको हाल्ने अब चाहिँ भएको मसला हाल्ने अब चाहिँ ओनियन होइन चिल्ली टमेटो चपचप गरेको हाल्ने यो चाहिँ चाट मसला अब यो चाट मसला पनि हाल्ने चाहिँ मस्टर्ड ओइल तोरीको तेल होइन यो पनि हालिदिने चाहिँ सबै हालेपछि यसलाई सेक गर्ने रेडी भयो चटपटे भइसक्यो अब हामी चटपटे खानु लागेको हेर्नु सक्नुहुन्छ चटपटे आमा चटपटे दिनुहुँदैछ So let's start our snacks. Lunch and brunch. Let's start. हामी चाहिँ अहिले चाहिँ खाजा खाएर होइन यहाँनिर आएर बसिरहेको छौँ तपाईँले सेक्नु सक्नुहुन्छ यहाँको भ्यू होइन यस्तो नाइस यस्तो लभली चाहिँ सो नाइस है यहाँबाट त घर जानै मन लागेको छैन त्यही पनि अब त जानु त पर्छ होइन त्यही भएर पनि अब यहाँ हुन्छ चाहिँ यस्तो आनन्द भनेर चाहिँ हामी अब आइरहेको छौँ अनि यहाँ मेरो छोरी छ हेलो भन न राजा हेलो भन हेलो फाइनली हेलो भन्यो थ्याङ्क यू वाट इज द्याट सी showing her friends and her picture when they were she's Ashley by the way 7 years 10 years बर्थडेको बेला बर्थडे नि कति कुन बर्थडे 2020 को फोटो देखाउँदै अनि हाँस्छ आफ्नो फोटो हेरेर So you are so cute when you was young, you know. I mean, like 7-8 years, yeah. You know, now. What's the Kagan brings? See, you can see her. See, looks like her. Actually, she's Ashley, okay? नेता देखाउँछु म तपाईँलाई ठाउँहरू हेर्नु सक्नुहुन्छ ठाउँहरू सो नाइस बाटोहरू होइन यो चाहिँ प्रायः यहाँ चाहिँ मान्छेहरू हाइकिङ गर्नु आउँछ बाइकिङ गर्नु आउँछ साइक्लिङ गर्नु आउँछ क्या यो ठाउँ चाहिँ आई मिस नेपाल इट्स लुक लाइक भेडेटार जाने बाटो क्या भेडेटार जाने बाटो जस्तो लागिरहेछ आई मिस माई चाइल्डहुड टिन एजहरू मिस गर्छु क्या यस्तो बाटोहरू देख्यो भने आई मिस माई फ्रेन्ड होइन तपाईँहरूलाई देखाउँछु म यहाँको नेचर अब मेरो छोरीले चाहिँ फेरि के फुलहरू अघि चेक गरिहाल्छ कस्तो भयो Indian Latana. Let's Indian Latana.
Eatable, non-eatable. Check. आजकलको बच्चाहरूलाई होइन के फुलहरू के हाम्रो जमानामा झारपात टिपेर खाएर के गर्थ्यो उनीहरूलाई चाहिँ विच इज इटेबल विच इज नट इटेबल विच इज टक्सिक विच नट टक्सिक त्यो सबै हेर्नुपर्छ स्टिल टक्सिक तपाईँहरूलाई मैले बिल्डिङ साइड देखाएँ अब चाहिँ वी आर नट टिनेज एनिमोर राजा तिम्रो लेख न तिमी मम्मी ड्याडी अनि दिदी 4 of us कसरी केसँग केले लिएको यो कोरेको होला होइन पुरा हेर्नु न पुरा कोरेर ल्याइन्छ देख्नु सक्नुहुन्छ बिचराले क्लिन गर्दैछ यहाँसम्म पुग्ने त्यो एन लेखेकोसम्म अनि वी रिटर्न ब्याक ओके यस फाइनली मैले मेरो छोरीलाई प्रमिस गरेको थिएँ नि त हामी यहाँसम्म आउने अनि यसलाई टच गर्ने अनि ब्याक हुने मैले भनेको थिएँ क्या अनि हामी फाइनली यहाँ पुग्यौँ अनि हामी ब्याक हुन्छौँ माई ब्युटिफुल पिपल अब हामी ब्याक हुँदैछौँ मेरो छोरी यो क्यामेराम्यान बनाएर मैले चाहिँ आज फुल देखाएको फिट अब लेट्स सी व्हाट्स गोइङ अन क्लोथ्सको रिभ्यू गर्न न कहाँ किनेको यो कागती हो कागती भनेको के हो यो वाइ स्मेलिङ यो लेमन हो लेमन गनाउँछ हो हो कस्टिङ लेमन गनाउँछ बनायो के बनायो? I don't know how does it क्लोथ्सको रिभ्यू गर न कहाँ किनेको मैले चाहिँ यो लुगा चाहिँ मैले कहाँ किनेको भने कटन अनमा किने होइन यो केमा किनेको बेलानोमा किनेको यो चाहिँ मैले भिक्कोमा किनेको यो जुत्ता चाहिँ नाइकी अनि द्याट्स इट आजको मेरो यो ग्लास चाहिँ कोचको हो क्या बटल चाहिँ मेरो यो मिनिसको हो मेरो छोरीले आउटफिट रिभिल गर्नु भनेर मैले भन्दैछु अनि यो चाहिँ 18K बटरफ्लाई नेकलेस यसको चाहिँ त्यो सेट पनि छ तर मैले आज नलाएको यो रातो चाहिँ भन्नु मिल्दैन यो चाहिँ एउटा रिचुअलको हो त्यही भएर हुँदैन हामी रियली सरी मेरो दाँत नदेखाउ उता जाऊ अनि यो चाहिँ लेमनको पत्तारै अब म टिपेर लान्छु किन यो राम्रो हुन्छ नि सुपतिर टोमियम सुप केटीतिर खानु पाउँछ खानु पाउँछ त नि Are you sure? यस फेरि बोजूलाई सोध्नु फर्स्ट बोजूलाई सोध्छु अनि के भन्छ ओके एन्ड कार्ड यसले आइपुगेन ड्याडी यसले आइपुगेन अनि त अगाडि नै गयो त नि म त यो टिप्नु थालेँ के खोज्नु यो के हेर्नु त यो लेमनको पत्ता हो कि हेर्नु ड्याडी खोज्नु जानु कहाँ भयो फोन नि छौ तिमी के भन्छ ड्याडीलाई प्र्याङ्क गर्नु न भनेर ड्याडीलाई प्र्याङ्क गर्नु न म ड्याडी प्र्याङ्क भएको कस्तो तैँले रिभिल गरिहाल्यो अलिक ढिलो हुनु पर्थ्यो क्या छिट्टो आइहाल्यो त्यो कागतीको होइन लानुपर्छ आमा त्यो उयो अस्ति मैले कति $20 किनेको अनि म त स्योरै भएन अनि सुपतिर हाल्नु तरकारीतिर हाल्नु मिठो हुन्छ क्या हेलो माई ब्युटिफुल पिपल अब चाहिँ हामी लाग्यो घरतिर माई ब्युटिफुल पिपल टेक केयर बाई बाई सी यू टाटा